नेपालका दुई चर्चित व्यक्तित्व केपी शर्मा ओली र बालेन्द्र शाहको जीवनबाट पाउन सक्ने सन्देशहरूका विषयमा आफ्ना भनाइहरू तपाईहरू सामु राख्न गइरहेको छु। शर्मा ओलीको जीवनीलाई हेर्ने हो भने उहाँ निकै लामो सङ्घर्षबाट उठ्नुभएको नेता हुनुहुन्छ। जीवन अनेकौं राजनीतिक आन्दोलन, अनेकौं उताप चढाव पार गर्दै गृह मन्त्रीदेखि 3 पटकसम्म प्रधानमन्त्री पनि बन्नुभयो। चुनौती र कठिन अवस्थालाई पार गर्दै जीवनमा अनेकौं सफलताहरू देख्नुभयो। छोराको बाल्यकाल, जीवन सङ्घर्ष, अनेकौं कठिन अवस्था पार गर्दै गृहमन्त्री, 3 पटकसम्म प्रधानमन्त्री, सरकारमा रहँदा सफलता र असफलता, चुनावपछिको नतिजा देख्नुभएका पूर्व प्रधानमन्त्रीका बुवाको 96 वर्षको उमेरमा निधन भएको छ। जीवनको एउटा पीडादायी सत्य यही नै हो, कहिलेकाहीँ आफ्ना अभिभावकले आफ्ना सन्तानको सफलता देख्न पाउँदैनन् र कहिलेकाहीँ आफ्ना सन्तानले आफ्ना अभिभावकलाई देखाउन चाहेका, बाँड्न चाहेका सफलताहरू बाँड्न पाउँदैनन्। अर्को पक्ष नयाँ पुस्ताको नेतृत्व गर्ने बालेन्द्र शाहको जीवनीलाई हेर्ने हो भने र्यापर, इन्जिनियर र 2079 को चुनावपछि मेयर पदका लागि निर्वाचित हुनुभएको थियो। केही समय अघि उहाँको बुवाको पनि निधन भएको थियो। आज उहाँले प्राप्त गरेको लोकप्रियता, नेतृत्व र सम्भावित ठुलो राजनीतिक जिम्मेवारी, भावी प्रधानमन्त्री, त्यो सबै उहाँको बुवाले प्रत्यक्ष रूपमा देख्न पाउनु भएन। यी दुई घटनालाई निहालेर हेर्ने हो भने त्यसबाट हामीले गहिरो सन्देश पाउन सक्छौँ। स्थायी हुँदैन र चुनौती पनि स्थायी हुँदैन। कहिले मानिसलाई शिखरमा पुर्याउँछ, कहिले फेरि त्यही जमिनमा। बुवाको साथ जीवनको सबैभन्दा ठुलो शक्ति हो र त्यो सधैँभरि रहँदैन। त्यसैले जीवनमा प्राप्त गरेका हरेक सफलता, सम्मान र उपलब्धिलाई समयमै अर्थपूर्ण बनाउन निकै जरुरी हुन्छ। को जीवन केवल राजनीति मात्र होइन, त्यो त एउटा मानवीय यात्रा हो जहाँ सफलता, पीडा, आशा र जिम्मेवारीहरू मिसिएका हुन्छन्। आजको पुस्ताले बुझ्नुपर्ने कुरा के हो भने सङ्घर्ष, धैर्य, परिवारप्रतिको सम्मान, समाजप्रतिको जिम्मेवारीले नै मानिसको वास्तविक पहिचान बन्दछ। शर्मा ओलीको जीवनको अनुभवले अनेकौं बाधा अर्चना, सङ्घर्ष, उताप चढाव सिकाउँछ भने बालेन्द्र शाहको यात्राले नयाँ पुस्ताको सम्भावना र आशा देखाउँछ। यी दुई फरक जीवन कथाले हामीलाई एउटै कुरा सिकाउँछन्, समय बदलिन्छ, पद बदलिन्छ, तर सङ्घर्ष, इमान्दारी र परिवारको मूल्य कहिले बदलिँदैन।